सेवारो सबैजनामा सेवारो र आज चाहिँ मैले यहाँ हेर्नुहोस् त अस्ति मैले लिएको थिएँ नि क्या बेटा फिस त्यसको लागि यो लो बजेट ट्याङ्क छ है ट्याङ्क भन्दा पनि यो क्या हुन्छ नि बेटा फिसको लागि यो हो नि त बनिएको दुइटाको लागि हो मैले त दुइटा लिएको थिएँ अनि त्यहाँदेखि अर्को चाहिँ यतापट्टि छ हेर्नुहोस् ल म देखाउँछु एउटा चाहिँ यतापट्टि छ हो है यहाँनिर यो चाहिँ के भयो हो यसलाई यहाँ लुक छ यो चाहिँ साह्रै अस्ति ल्याउँदाखेरि अब यो खाली थियो हो अन्त खाली त कस्तो लाग्यो नि त त्यही भएर चाहिँ मैले यहाँनिर ट्याङ्कलाई अपग्रेड गरिदिएको थिएँ अलिकति यो कलरफुल स्टोन्स हो त्यहाँदेखि यो के अरे यो आर्टिफिसियल यो फ्लावर हुन्छ नि यो राखेर अहिले चाहिँ मजाको देखिरहेको छ हो अन्त भले क्यामेरामा त राम्रो आएको छैन तर पनि राम्रो देखिरहेको छ इस हेर्नुहोस् त हेल्दी चाहिँ माछा चाहिँ तर अझै पनि मलाई अलिकति यसको बारेमा अब के त हुन्छ नि थाहा छैन के कसो गर्नुपर्ने खानाहरू खाना चाहिँ म यसलाई चाहिँ अस्ति 2-3 दिन चाहिँ मैले दिनमा 2 पल्ट दिँदै थिएँ हो त्यहाँबाट खाना चाहिँ यो दिन्छु म फेरि ओ बेटा फिसलाई म खाना चाहिँ त्यो दिँदैछु अहिले हेल्दी त हेल्दी छ यिनीहरू तर अब त्यो खाना चाहिँ मैले अब हुन्छ नि अहिले त होइन गुगल गरेर हेरेँ अन्त युट्युबतिर पुरा हेरेँ युट्युबतिर हेर्दाखेरि मलाई के भन्यो भनेदेखिलाई चाहिँ युट्युबमा चाहिँ गुगलतिर चाहिँ दिनमा 2 पल्ट दिनु 3टा 4टा पेलेटसम्म पेलेट दिँदाखेरि हुन्छ भन्दै भन्यो होइन अनि त्यहाँदेखि फेरि यो बेच्ने मान्छेलाई सोधेको होइन त्यत्रो नदिनु त्यत्रो त किन दिनु र फेरि ओभर फिड हुन्छ अन्त दिनमा के अरे एक दिन बिराउँदै दिनु त्यो पाराले पनि भइहाल्छ भन्दै भन्यो अन्त यदि तपाईँहरूमध्ये कसैले हेर्नु हुँदैछ यो भिडियो र तपाईँहरूकोमा पनि बेटा फिस छ भने चाहिँ तपाईँहरू चाहिँ के कस्तो प्रकारले दिनुहुन्छ यिनीहरूलाई खाना त्यो मलाई यसो बताइदिनुहोस् है तपाईँहरूले ल एउटा चाहिँ यो चाहिँ अलिकति तर्सुवा भएको छ हौ यो निलो चाहिँ यो चाहिँ ब्लू कलरको छ हो यसलाई चाहिँ हाफ मुन भन्दो रहेछ हौ यसको नाम चाहिँ मलाई पनि थाहा थिएन त अन्त हेर्नुहोस् न यतै हेर्नुहोस् त अहिले त मजाको भइरहेछ ट्याङ्क पनि हो यो त खालि त्यतापट्टि लुक्छ एउटा यता आएछ अहिले यसलाई पनि म बोलाउँछु ल यता हुन्छ यहाँनिर चाहिँ आइहाल्छ